यस्तै वेबसाइट तपाईँ 5 मिनेटमै बनाउन सक्नुहुन्छ, त्यो पनि एआईको थ्रुबाट। मैले चाहिँ यो एआईबाट बनाएको छु। यो भिडियो पुरा हेर्नु होला, म तपाईँलाई स्टेप बाई स्टेप सिकाउने नै छु। कुन एआईबाट बनाएको, कताबाट बनाएको म तपाईँलाई जानकारी दिनेछु। पुरै नेपालीमा प्रम्प्ट गरेर नेपालीमै कुरा गरेर पनि हामीले वेबसाइट बनाउन सक्छौँ है। सबैभन्दा पहिला क्रोम ब्राउजरलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि माथि सर्च बारमा चाहिँ v0.app भनेर सर्च गर्नु होला। यो चाहिँ एउटा एआई रहेको छ। यसले चाहिँ एकदम राम्रो प्रोफेसनल वेबसाइट या मोबाइल एपहरू बनाइदिन्छ। यहाँ तपाईँले चुज गर्न पनि मिल्छ है, के बनाउने कस्तो होइन, प्रो यताउति सब छ। मैले चाहिँ मिनीमा राख्छु, किनभने मिनीमा चाहिँ के कुराहरू हामीलाई फ्रीमा दिइरहेको हुन्छ क्या यसले, एउटा दुईवटा वेबसाइटसम्म। नत्र अपग्रेड गर्नु छ भने चाहिँ पेमेन्ट गर्नुपर्छ मन्थली, 2 महिना 3 महिनाको लागि चाहिँ। यसमा चाहिँ नेपालीबाट नै प्रम्प्ट गर्छु। मैले चाहिँ प्रम्प्ट चाहिँ नेपालीमा लेखेर राखेको छु है। मैले चाहिँ यो प्रम्प्ट राखेको छु। तपाईँहरूलाई प्रम्प्ट चाहिन्छ भने मलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला। मैले चाहिँ नेपालीमै प्रम्प्ट दिएँ यसलाई। मैले चाहिँ यसलाई मेरो प्रम्प्ट दिइसकेपछि चाहिँ यसले चाहिँ अब प्रम्प्टलाई एनालाइसिस गर्दैछ। मजाले चल्दैछ। यतापट्टि तपाईँले हेर्न पनि मिल्छ, यतापट्टि तपाईँले कुरा गर्न पनि मिल्छ है। एकदम राम्रो बनाइदिन्छ होला सायद, हेरौँ के बनाउँछ। तपाईँले यहीँबाट पब्लिस गर्न पनि मिल्छ है, मजाले पब्लिस गर्न पनि मिल्छ। पब्लिस गरिसकेपछि तपाईँले लिङ्क पाउनुहुन्छ, त्यो लिङ्कबाट हेर्न मिल्छ मजाले। भिडियो लामो हुनसक्छ, मैले चाहिँ भिडियोलाई पज गरेर चाहिँ काम गर्दैछु है। हाम्रो चाहिँ पोर्टफोलियो चाहिँ रेडी भइसकेको छ। अब कस्तो बनायो अब हेरौँ है। ल कस्तो दामी बनाइदिइरहेछ हेर त। यसलाई चाहिँ फुल उसमा पनि हेर्न मिल्छ। सरी, यसबाट दिएन, यसलाई चाहिँ पब्लिस गरेर हेर्नुपर्छ है। अहिले चाहिँ हाम्रो पोर्टफोलियो चाहिँ यस्तो रहेको छ है, हेर त कस्तो राम्रो बनाइदिएछ। आहा, अरू कुराहरू केही थप्नु छ भने चाहिँ यहाँ थप्न पनि मिल्छ है। माथि चाहिँ प्रब्लम आयो, मैले चाहिँ फिक्स गर भन्छु। नेभ बार क्लिकेबल बनाऊ भनेर भने है मैले, म भन्छ गराउँछ। अब यसले चाहिँ क्लिकेबल बनाइदियो होला सायद। अब हेरौँ है कस्तो बन्यो कि बनेन, हाम्रो प्रब्लम भइरहेको थियो। ल बनाइहालेछ, हेर्नु त ट्याक्क अघि क्लिक गर्ने बित्तिकै भइरहेको थिएन, अहिले चाहिँ मजाले काम गरिरहेछ है। ल मैले यसमा अझै सोध्छु है, कुनै एड गर्न मिल्छ, मलाई सजेस्ट गर। मैले क्वेसन पनि सोध्न मिल्छ क्या यसरी मजाले। यहाँले पुरै नेपालीमा दिएँ। र मैले कुनै फिचर एड गरौँ भनेको छ, मैले चाहिँ सबै फिचर एड गर है। मैले सब फिचरहरू यसले जे भनेको छ सबै फिचरहरू एड गरिदिन्छ अझै। ल यसले सबै फिचरहरू एड गरेर दियो कि दिएन हेरौँ है। ल चेन्ज गरेरै दिएछ। ल ठिक छ, यो पनि ठिक छ डिजाइन। आहा मस्त एक्सपिरियन्स पनि राखिदिएछ, सर्भिसेस पनि राखेछ, स्किल प्रोजेक्ट
टेस्टिमोनियल पनि राखिहालेछ है। ल सर्टिफिकेसन पनि राखेछ। यताबाट सर्टिफिकेट हेर्न पनि मिल्छ होला, त्यो मिल्ने बनाएको छैन। यताउति हेर्दा सब ठिक छ उसरी। फोटो पनि चेन्ज गर्न लगाउँछु है मैले अब। मैले यो फोटोलाई होम पेजमा यो इमेज एड गर। ल मैले होम पेजमा यो इमेज एड गर भनेर दिएको छु। यसले अब यसको ठाउँमा चाहिँ मैले दिएको फोटोलाई चाहिँ एड गर्छ होला। यसरी हेर्दा सबै राम्रो हुनेछ है। डिजाइन चाहिँ राम्रो गराएको छ, तर केही कुराहरू चाहिँ आफैले मिलाउनु पर्छ होला। तर हेर्दा चाहिँ एकदम राम्रो बनाएको छ। साइडमा ल यसमा प्रब्लम आइरहेको रहेछ है त, यसमा इस्यु आएको छ। अब यसलाई पनि फिक्स गर भन्छु म एकछिनमा। ल हेर्दा राम्रो बनेको छ है। यसरी गरी तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ है। भिडियोलाई अहिलेसम्म हेरिरहनु भएको छ भने सब्सक्राइब पनि गर्नुहोला। डार्क मोडमा चाहिँ प्रब्लम आइरहेको रहेछ। म डार्क मोडलाई चाहिँ अहिले गराउन लगाउँछु है। ल यसले चेन्ज गरे जस्तो छ है। हेरौँ केमा इस्यु आएछ। अहिले एकछिनमा हेर्छ, यसले आफैले हेर्छ पनि के। कोड पनि हेर्न मिल्छ तपाईँहरूले यतापट्टि कोडहरू पनि है मजाले। यसले गराएको लेखेको कोडहरू मस्तले यहाँ पाउनुहुन्छ तपाईँले। यसले चाहिँ एरर आएकोलाई फिक्स गरेर र मैले दिएको फोटोलाई पनि एड गरेर काम गरिसकेको छ। हाम्रो यो एआईबाट बनाएको वेबसाइट पनि राम्रो देखिरहेको छ। भिडियोलाई अहिलेसम्म हेरिरहनु भएको छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला।